यस्तो मेरो पानीपुरी र चटपटा खाना चाहिँ चन्दन भाइरल टिकटक भाइरल चन्दन पानीपुरी पसल समथिङ के छ सौरामा है। हामी त्यहाँ गयौँ अनि त्यो खायौँ अनि पानीपुरी खायौँ चटपट खायौँ अनि निम्की पुरी के अरे निम्की तरकारी खायौँ। अनि भाइलाई चाहिँ लास्टमा चाहिँ दहीपुरी ट्राई गर्न मन लागेछ अनि त्यसले दहीपुरी मगायो है। अनि मलाई त खासै त्यो कम्बिनेसन मलाई आफूलाई चाहिँ मन नपर्ने भएर मैले एउटा पनि ट्राई गरिनँ। अनि भाइले पनि बल्ल बल्ल खाँदै थियो, उसलाई मन परेन अरे, यो चाहिँ टेस्ट मन परेन अरे। अनि खानु भन्दै थियो मलाई, अनि म खान्न भने। अनि अरू त एकदम पानीपुरी चाहिँ एकदमै मिठो थियो, एकदमै मिठो। अहिले यहाँ नेपालभरि हामी कति हिँड्यौँ नि त, त्यो मध्येको एकदम मन परेको थियो। अनि यहाँ हामी खाएर ओरेर अनि गयौँ है सौराती साइडतिर। त्यसपछि आइसक्रिम पनि खायौँ है। यस्तो गर्मी बुढाहरूलाई फेरि आइसक्रिम यो चक्लेट अनि यो प्याकेटको कुरा भनेपछि मरिहत्थे। अझ यहाँ त यति धेरै भएको नि अहिले के भन्ने कुरा गरेर हुनै छैन। अनि त्यसपछि हामी सौरा गयौँ। अनि सौरा गएर यो खोलाहरू, बाबुलाई यो खोला अनि जनावरहरू एकदम मनपर्छ के। अनि त्यो भएपछि अनि त्यही त हो नि, बुढाबुढी भएपछि बोकेर हिँडेपछि यस्ता स्थिति किन्नै पऱ्यो। बुवाले मम्मीले लिएर गएर किनिदिनु भयो दुर्बिन अनि बाजाहरू। यो किनेपछि चाहिँ उनीहरू बजाउने अनि त्यहाँबाट फोटोसोटो खिच्ने गर्दैछ। अनि हामी यहाँ एउटा फोटो खिच्न गयौँ अनि एउटा भिडियो पनि बनाइहाल्यौँ है। यो त हाम्रो मेमोरी हो नि त, अर्कोचोटि अन्त त हाम्रो छोराछोरी नै कत्रा भइसकेका हुन्छन् फेरि। अनि एकदम मलाई चाहिँ सबै कुरा क्याप्चर गर्न मन लाग्छ, नट ओन्ली फर टिकटक है। मलाई चाहिँ सबै कुरा मेमोरी हो। अब आज गइसकेपछि आजको दिन छैन नि त, अनि सकेसम्म मलाई चाहिँ मेमोरी अनि बनाएर राख्न मन लाग्छ। अनि मैले गर्छु पनि है, अनि खिच्छु पनि। अनि त्यसपछि बुढाहरू है बाजा बजाएर खुसी भएर बसेँ। अनि त्यसपछि हामी चाहिँ हात्ती प्रजन साइडतिर लाग्यौँ। जङ्गल सफारी गराउनलाई चाहिँ मलाई अलिक डर लाग्यो। अनि बाबुलाई चाहिँ अलिक त्यहाँ राख्न गाह्रो हुन्छ कि जस्तो लाग्यो है, अब त्यो लामो समय हुन्छ नि त। सो हामीले चाहिँ हात्ती प्रजन साइडतिर गयौँ र त्यहाँ गएपछि चाहिँ होटेलमा राखेँ, बाइक पार्क गऱ्यौँ। अनि पार्क गरिसकेपछि बच्चाहरूले बाजा साजा बजाउने यताउता गर्ने गरिरहेको थिएँ। हामी एकछिन त्यहाँ पानी सानी खायौँ, लास्टै गर्मीकै गर्मी चाहिँ। अनि पानी सानी खाएपछि अनि हामी बुढाहरू यताउता गर्न थालेँ। नानीलाई फेरि एभ्री प्लेस जहाँ गए पनि उसलाई चाहिँ टोइलेट जानुपर्छ, त्यो टोइलेट हेर्नलाई उसलाई एकदम इन्ट्रेस्ट लाग्छ। सो टोइलेट गयो अनि बाबु अगाडि अगाडि घुम्दैछ। अनि उसलाई चाहिँ मलाई बाबुलाई यसरी हिँडेर देख्दा याद आयो कि मलाई बाबुको चप्पल उल्टो लुगा उल्टो भन्नुहुन्छ नि, उसलाई चाहिँ हामीले लगाइदिएर केही हुँदैन, उसले सबै कुरा उसै गर्ने हो। हामी चाहिँ सुपरभिजन मात्रै गर्ने हो, अगाडि बसेर सुपरभाइज गर्ने हो। अनि हामीले गर्दै कुरालाई चित्त पनि बुझ्दैन, गऱ्यो भने रुवाबासी गर्छ, त्यो गर नगरे फेरि डबल गर्न बनाउँछ कि। अनि त्यसपछि मैले भाइलाई चाहिँ हात्ती हेर्न जाने अब हामी भन्ने थिएँ, हात्ती खोइ भन्दैछ। अनि त्यहाँबाट हात्ती चाहिँ 3 बजीदेखि त्यहाँ त्यो गेट खुल्छ भन्नुभएको थियो। सो हामी चाहिँ उतापट्टि त्यो भर्याङपट्टि गएको थियौँ। तर त्यहाँ जाँदाखेरि फेरि त्यहाँ चाहिँ फेरि 3:30 बजे खुल्छ भन्नुभयो। अनि गर्मी थियो नि त। अनि फेरि बाबुहरूलाई नानीहरूलाई खोला भने चाहिँ खुब मनपर्ने। अनि चरी हो चाहिँ हाम्रो चरी दाइ है, तपाईँहरूलाई सबैलाई थाहा होला। उसले चाहिँ ल ल ल ल ल बनाइहाल्छ भिडियो यसले, ल हामी यहाँ गएको थियौँ उहाँ गएको थियौँ भनिहाल्छ भन्दै भनिरहेको थियो है। अनि बुढाहरू चाहिँ त्यहाँ खोला हेर्न गए। अनि मेरो सानबी र मेरो गोथी हो। अनि उनीहरू चाहिँ उत्रै 3 वर्ष नानी, बाबु र नानी चाहिँ के अरे 6 मन्थको ग्याप छ कि। उनीहरू एकछिनमै मिल्छन् पनि, फाइट पनि गर्छन् है। अनि उनीहरू त्यहाँको बसिरहेको बेलामा हामीले चाहिँ बदम सदम खायौँ त्यहाँ बसेर। बदम सदम खाँदाखेरि पनि कस्तो लाग्ने कि है, आनन्द त्यो आफ्नो सबै परिवारसँगै बसेर खाँदाखेरिको त्यो नै छुट्टै लाग्ने। अनि मामा पनि फुत्त एकछिन हामी घरमा आउनुभएको थियो कि। अनि त्यतिखेर अब सबैजनासँग भिडियोहरू खिच्नलाई ऊ चाहिँ खासै हाम्रो मेसै नमिलिरहेछ कि, के मिल्दैन के मिल्दैन। अब हातैमा फोन बोकेर पनि नबस्यो भने यो चाहिँ यसो क्याप्चर गर्नको लागि राखेको मैले। अनि हामी चाहिँ अब गेट खुल्यो होइन 3:30 बजेपछि। अनि भाइलाई त्यत्रो झोलुङ्गी बुला मैले बोक्छु भनेको, भाइले बोक्नै मानेन। अनि आफै हिँडेर गयो। अनि सुप्रे भइहाली। नानी सानो नानी सानवी हाम्रो सानवी पनि हिँडी। अनि त्यो हात्तीहरूको साइडतिर गयौँ। अनि बाबु कस्तो खुसी हुँदै रमाउँदै अब उसलाई एकदम एक्साइटेड हुन्छ यस्तो हेर्नलाई भनेपछि। अनि हेर्नु न कस्तो मजाले हिँड्दैछ। अनि त्यहाँ सोध्दैछ बच्चाहरू यताउता के भनिरहेछ। अनि सुप्रीले पनि खुसी भएर हेरी। त्यहाँ अब जानु मिल्दैन रहेछ नि त अगाडि, त्यो मालाहरू लाउने चाहिँ हामीले भनेको थियौँ, तर त्यो खै त्यो के रोइनछ कि त्यो दिन। सो त्यहीँबाट हेऱ्यौँ। अनि कस्तो राम्रो उनीहरूलाई, अब मलाई उसलाई चाहिँ एकदम देखाउनु मन थियो। अनि सबैजनाहरू चाहिँ हामी त्यहाँ हेर्दै अनि त्यहाँबाट गयौँ। अनि गोथीलाई चाहिँ त्यहाँ एकछिन राखेर अर्को पनि एउटा भिडियो पनि बनाइदिएँ। उनीहरूलाई चाहिँ मेमोरी हुन्छ, हामी उता गइसकेपछि यस्तो देखाउनु हुन्छ भनेर कस्तो मजाले हेर्दैछ हेर्नु न। अनि त्यहाँ पछाडि कस्तो राम्रो हात्ती र बच्चा पनि छ। अनि एकदम उनीहरू खुसी भए। अनि त्यहाँ हिँड्न पनि सजिलो रहेछ नि त। अनि उनीहरू मजाले हिँडे। अनि त्यसपछि हामीले यताउता गरेर नानीको मेमोरीको लागि भनेर मैले भिडियोहरू बनाइदिएँ। अनि आज यसो हेरेको यो भिडियो हो झन्डै लडिन चाहिँ सुप्रे त किन नहाल्ने भनेर नि हालेँ। अनि त्यसपछि हामी चाहिँ बुवाले चाहिँ बुढाहरूलाई अगाडि लानुभयो, मैले भिडियो खिचेँ। अनि मम्मीहरू चाहिँ अगाडि गइसक्नु भएको थियो। अनि हामी सौराबाट फर्क्यौँ। थ्याङ्क यू सबैजनालाई हाम्रो जसले भिडियो हेर्नुहुन्छ। थ्याङ्क यू एन्ड वी विल सी यू अगेन।